रो इक्विभ्यालेन्ट मेट्रिक मेथडबाट कसरी सल्भ गर्ने स्टेपहरू लेखेर प्रत्येक स्टेप प्रिन्ट गर्ने कि एकैचोटि एन्सर निकाल्ने त्यस्तो गराउन सकिन्छ। क्वेसन दिँदा बित्तिकै प्रत्येक स्टेप आउने गराउन सकिन्छ। त्यही सिक्छौँ आज है। यसैको कन्टिन्यू यही फाइलमा गरौँ ल। अब इम्पोर्ट नम्पाई चाहिँ इम्पोर्ट गर्नुपर्छ यसमा। मेट्रिककै फर्ममा पछि डिस्प्ले गरे पनि हामीले पहिला नम्पाई नम एराई भन्ने एनपी एराईबाट मेट्रिक इन्सर्ट गरेर अनि त्यसपछि हामीले अरू काम गर्छौँ। इम्पोर्ट नम्पाई एज एनपी ए इक्वल टु हाम्रो कोएफिसिएन्ट आर्गुमेन्टेड मेट्रिक। यहाँ कमेन्ट लेख्दै गरौँ है। आर्गुमेन्टेड मेट्रिक इज आर्गुमेन्टेड मेट्रिक प्रिन्ट गर्नु पर्यो पहिले हेडिङ प्रिन्ट आर्गुमेन्टेड मेट्रिक्स इज अनि ए इक्वल टु एलाई प्रिन्ट गर्न बाँकी छ। ए इक्वल टु एनपी डट एराई एआरआरएवाई एराई भनेको हाम्रो मेट्रिक हो एनपी एराई। अनि त्यसपछि ब्राकेट अनि लिस्टहरू फर्स्ट कोलम एउटा क्वेसनै यहाँ मैले अर्को उसबाट गर्छु। क्वेसन ल्याउँछु। क्वेसन यहाँ नेटबाटै खोजौँ न है। नत्र सुरुमा 1 2 3 राखेर गरे पनि हुन्छ। यहाँ लिनियर इक्वेसन अफ 3 भेरिएबल भनेर सर्च गरौँ। त्यसको क्वेसन यहाँ जुन क्वेसन सल्भ गर्न मिल्छ त्यस्तै खालको एउटा क्वेसन नेटबाटै राखौँ। जस्तै 2 कति छ यो सल्भ गरिरहेको छ। यो सल्भ यसको भन्दा यहाँनिर रिड अल भन्ने XYZ क्वेसन सल्भर भयो। यहाँ छ 1 माइनस 1 1 माइनस 1 1 अनि 4 1 अनि त्यसपछि कति छ राइट ह्यान्ड साइड 13 छ हो। 13 आर्गुमेन्टेड मेट्रिक राख्न खोजेको है। यसबाट इन्डेक्सिङ स्लाइसिङहरू हामीले राम्रो प्र्याक्टिस हुन्छ है। अनि त्यस पछाडि नम्पाई इज एनपी किन रात पाइरहेछ। अनि त्यस पछाडि सेकेन्ड कोलम छ 2 5 माइनस 3 माइनस 13 2 5 माइनस 3 माइनस 13 2 5 माइनस कति थियो माइनस 3 माइनस 13 माइनस 3 माइनस 13 सेकेन्ड रो भयो। सेकेन्ड रो ब्राकेट हाम्रो इन्भर्टेड कमा के अरे कमामा राखेर सेकेन्ड रो। थर्ड रोमा के छ त थर्ड रो भनेको 4 माइनस 1 माइनस 6 माइनस 4 4 माइनस 6 माइनस 1 माइनस 6 माइनस 1 माइनस 6 माइनस 1 कमा माइनस 6 कमा माइनस 4 यो सोल्युसन आउँछ होला यसको। आएन भने पछि चेन्ज गरेर हामीले रन गर्न सकिन्छ। आर्गुमेन्ट ब्राकेट छुटेछ मेरो।
आर्गुमेन्टमा यहाँ सिङ्गल ब्राकेट र इन्डे प्रिन्टमा augmented matrix is np.array np.array final line type numpy is np ठिक छ प्रिन्ट augmented matrix भन्ने ठिक छ ल चाहिँ नेस्टेड भनेपछि एउटा चाहिँ ब्राकेट राख्नुपर्छ है यहाँ एउटा ब्राकेट हाम्रो ने नेस्टेड फर्स्टको रो सेकेन्ड रो अरूको लिस्टको लिस्ट बनाएर हामीले मेट्रिकको इनपुट दिनुपर्छ अब लियो यसैमा हामीले के गर्छौँ त अब एलाई प्रिन्ट गरौँ प्रिन्ट पी स्मल PRINT प्रिन्ट ए यसरी मेट्रिक आयो अब डिस्प्ले मेट्रिक भन्ने अहिले सरले कोड कहाँबाट ल्याउनु भएको थियो डिस्प्ले मेट्रिक यसैलाई गर्ने हो भने मेट्रिककै फर्ममा पनि डिस्प्ले गर्छ अहिलेलाई ANPy रूपमा यसलाई हामीले गर्न सकिन्छ कोडहरू त जति चाहिन्छन् त्यति नै हामीले चाहिँ एसेसिङ स्लाइसिङहरू सिक्नुको लागि प्र्याक्टिस जस्तो हो वास्तवमा यो अब फर्स्टमा 1 छ 1 भए पनि त्यसलाई अर्को क्वेसनमा 2 होला त्यसो भएर फर्स्ट इलिमेन्ट रोलाई के गर्नु पर्यो डिभाइड बाई फर्स्ट इलिमेन्ट गर्नु पर्यो भनेको ए फर्स्ट रो भनेपछि 0 इन्डेक्सिङ सिकौँ हामी 0 अनि त्यसपछि कोलन दियो भने सबै रो आयो फर्स्ट रो आयो फर्स्ट रोलाई डिभाइड गरेर रिप्लेस गर्ने भनेपछि एकैचोटि डिभाइड इक्वल टु राखिदिने भने डिभाइड गरेर रिप्लेस गरिदिन्छ कतिले डिभाइड गरिन्छ यसैको एउटा एलिमेन्टले ए अझ जुम गरिदिन्छु अनि हेर्दाखेरि अलिकति सानो देखिएको थियो ठुलो देखिने गराइदिन्छु हेर्नेहरूलाई सही होस् भनेर यतापट्टि पनि यो क्लोज गरिदिन्छु फर्स्ट एलिमेन्ट भनेको 0 0 0 0 फर्स्टले रो नम्बर सेकेन्डले कोलम नम्बर तर 0बाट सुरु हुन्छ त्यसो भएर फर्स्ट रो इज डिभाइडेड बाई फर्स्ट एलिमेन्ट 1ले डिभाइड गरेको स्टेप आयो यहाँ 2 3 लेख्दाखेरि पनि होस् भनेर यसमा अपरेटिङ भनेर पनि लेखौँ प्रिन्ट ए पछि यहाँ के अरे त प्रिन्ट operating R1 डिभाइड बाई यहाँ यफ राख्दिउँ अनि यफ राख्यो भने हाम्रो के हुन्छ त ब्राकेटमा लेखेको काम हाम्रो काम लाग्छ प्रिन्ट मात्रै फङ्सनमा धेरै अप्सनहरू छन् अहिले त्यसमा पछि गरौँला अहिले थोरै गर्दै जाउँ यसमा वाइल्ड कार्डहरू राखेर यफ स्ट्रिङ अनि फर्मेटहरू मिलाएर प्रिन्ट गर्ने भन्ने छ त्यो पनि हामी पछि गरौँला अपरेटिङ R1 बाई ए 0 0 ए 0 0 ले डिभाइड गरेको भन्ने हुन्छ प्रिन्ट गर्दाखेरि हाम्रो नै आउँछ उसको एलिमेन्ट नै आउँछ ब्रेकेट कमा बन्द अनि ब्राकेट बन्द अहिलेसम्मको हेरौँ कस्तो भयो ए इज डिभाइडेड बाई डिभाइड इक्वल टु अपरेटिङ
सिस लाइनमा के बिग्र यो फङ्सन प्रिन्ट ए भन्ने चाहिँ भयो। अब R1/1 भन्ने पनि भयो। तर फर्स्ट रोलाई कतिले रिप्लेस गरेको डिभाइड बाई ए 0 0 1ले डिभाइड गरेको। 1ले डिभाइड हो। क्यानट कास्ट यो फङ्सन डिभाइड आउटपुट। डाटा टाइप हाम्रो के भयो, डाटा टाइप हाम्रो मिलेन, सबै इन्टिजर भयो। डिभाइड गर्दाखेरि फ्र्याक्सनल आउन सक्छ। यहाँ डाटा टाइप राख्नु पर्यो, डी टाइप इक्वल टु फ्लट। अब काम गर्छ है। डाटा टाइप इक्वल टु फ्लट भनेर हामीले यहाँ ब्राकेट बन्द गरेर ब्राकेट भित्र राखेको। यहाँ कमा लेख्नु पर्छ, कमा छ। R1ले अपरेट गरेपछिको मेट्रिक्स। अब मेट्रिक्सलाई प्रिन्ट गरौँ, प्रिन्ट ए। 1ले डिभाइड गरेपछिको स्टेप 1 छ। 1ले डिभाइड गरेपछिको स्टेप हाम्रो यो आयो। अब त्यसपछि अब यो 2 र 4लाई 0 बनाउनु स्टेप हुन्छ हो। 2 र 4लाई 0 बनाउने स्टेपको लागि के गर्नु पर्यो त, अपरेटिङ प्रिन्ट अपरेटिङ 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 A2 सेकेन्ड रोलाई के गर्नु पर्यो त, R2 माइनस यसमा पनि कतिले मल्टिप्लाई गर्ने हो, सेकेन्ड रोको फर्स्ट इलिमेन्टले मल्टिप्लाई गर्ने हो। पछि हामीले क्वेसन दिँदा बित्तिकै एन्सर आउने गरेर प्रत्येक स्टेप पनि देखिने गरेर प्रोग्राम लेख्दैछौँ है। यफ यफ राखौँ अनि अपरेटिङ R1 माइनस कर्ली ब्राकेट भित्र A2। A2 भनेको ए कति हो त, ए 1 0 1 0 ले कुनलाई मल्टिप्लाई गर्ने, यतिमा त लेखौँ यहाँ, अनि स्पेस R1 चाहिँ सबट्र्याक्ट गर्ने हो। 2ले सबट्र्याक्ट गर्दाखेरि कसरी आउँछ भन्ने हेर्दैछौँ हामी। यसमा अपरेट गरौँ। अब सेकेन्ड रोलाई रिप्लेस गर्नु पर्यो। सेकेन्ड रो भनेको ए, सेकेन्ड रो भनेको 1 ब्राकेट अर्को 1 0 1 0 होइन 1 कोलन भयो, कोलन भयो इक्वल टु सबट्र्याक्ट माइनस इक्वल टु भनेर राखिदियो भने सबट्र्याक्ट गरेर रिप्लेस गरिदिन्छ। माइनस इक्वल टु माइनस डिभाइड इक्वल टु भनेको डिभाइड गरेर रिप्लेस गरिदिन्छ। माइनस इक्वल टु गर्यो भने सबट्र्याक्ट गरेर गरिदिन्छ। कतिले सबट्र्याक्ट गरिन्छ, A1 0 A1 0 स्टार मल्टिप्लाई गर्ने कतिलाई, R1लाई। R1 भनेको A1 0 कोलन कोलन राखेपछि फर्स्ट रोका सबै एलिमेन्ट भन्ने हामीले हिजो प्र्याक्टिस गरिसकेका छौँ।
त्यही अनुसार अब यो अपरेटिङ भयो। यसको मेट्रिकलाई प्रिन्ट गरौँ। अब अहिले के भएको छ, R1 के सेकेन्ड रोको फर्स्ट एलिमेन्ट 20 भएको छ। प्रिन्ट ए सेकेन्ड एलिमेन्ट ठ्याक्क दुईटा स्टेप भइसक्यो, 7वटा स्टेपमा सिद्धिन्छ। यो दुईटा काम एकैचोटि पनि गर्ने र 7वटा हो, नत्र भने 9वटा स्टेपमा हाम्रो सबै काम सिद्धिन्छ। अब यो 4लाई पनि 0 बनाउनु पर्यो हो। 4लाई 0 बनाउनलाई यस्तै स्टेप हामीले गर्नुपर्छ। अपरेटिङ यहाँबाट कपी पेस्ट गरौँ। कपी पेस्ट गर्दा सिक्ने अलिकति हो त्यही पनि। R2 भनेको R3लाई कति गर्ने, R3लाई कतिले मल्टिप्लाई गर्ने र अनि सब्ट्र्याक्ट गर्ने त 2 थर्ड रोको फर्स्ट एलिमेन्टले R1लाई मल्टिप्लाई र सब्ट्र्याक्ट गर्ने। अनि त्यसपछि यहाँ हाम्रो थर्ड रो भनेको 20 हो, 2 कोलन हो। थर्ड रो भनेको थर्ड रोलाई कतिले मल्टिप्लाई गर्ने, सब्ट्र्याक्ट गर्ने, 20ले सब्ट्र्याक्ट गर्ने। कुनलाई मल्टिप्लाई गर्ने त फर्स्ट रोलाई नै मल्टिप्लाई गर्ने हो। अब हेरौँ हाम्रो 4 पनि 0 हुन्छ है। 4 पनि 0 हुन्छ, अपरेटिङ भनेर पनि भइसकेको छ। 4 पनि 0 भयो। अब त्यस्तै गरी अब के गर्नु पर्यो त, यो 7लाई 1 बनाउनु पर्यो। 7लाई 1 बनाउनुको लागि हाम्रो माथिको अपरेटिङ गरौँ फेरि। प्रिन्ट अमित सर ठिकै छ नि? एकदम एकदम ठिक छ नि गुरु, एकदम राम्रो छ ल। कतिजना हुनुहुन्छ हेरौँ न है। 18 जना हुनुहुन्छ। अब कसैलाई इन्ट्रेस्ट हुन्छ कसैलाई इन्ट्रेस्ट हुँदैन, ठिकै छ। प्रिन्ट गरेर अनि त्यस पछाडि ब्राकेटभित्र यफ लेखेर कोलन लेखौँ। अनि त्यस पछाडि के आयो, अपरेटिङ 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 R2 डिभाइड बाई अनि ब्राकेटभित्र A7 भएको ठाउँ भनेको कति हो त, 7 भएको ठाउँ भनेको यो 0 भयो, 1 1 हो। 1 1 1 1 भयो भने हाम्रो 7ले डिभाइड गर्छ। अनि इन्भर्टर कमा बन्द, अनि यो बन्द। यति भएपछि अपरेटिङ टाइप प्रिन्ट भयो। अपरेट गर्नुको लागि के गर्नु पर्यो त, A1 सेकेन्ड रोलाई कतिले डिभाइड गर्नु पर्यो, सेकेन्ड रो भनेको 0, सेकेन्ड 0 हुँदैन, कोलन हुन्छ। सबै एलिमेन्ट सेकेन्ड रोको सबै एलिमेन्ट इज रिप्लेस बाई डिभाइडिङ, डिभाइड इज इक्वल टु अनि त्यस पछाडि कतिले रो 2लाई डिभाइड गरेर रिप्लेस गर्ने, कतिले डिभाइड गर्ने त A1 ले, A1
वान ल हेरौँ भयो कि भएन प्रिन्ट गरे होइन प्रिन्ट गरेपछि देखिन्छ है प्रिन्ट ए यहाँ वान पनि भयो सेभेनलाई वान भयो अब हाम्रो चाहिँ कुनलाई जिरो बनाउने थ्रीलाई जिरो बनाउने अनि माइनस वानलाई जिरो बनाउने दुइटा एकैचोटि गरे पनि हुन्छ एउटा एउटा स्टेप गरे पनि हुन्छ कुनलाई जिरो थर्ड रोको सेकेन्ड एलिमेन्ट थर्ड रोको सेकेन्ड एलिमेन्टले यहाँ वान भइसकेको छ सेकेन्ड रोलाई मल्टिप्लाई गरेर सबट्र्याक्ट गर्ने आर थ्री भनेको टु कोलन ए टु कोलन कोलन इज रिप्लेस बाई डिभाइडिङ भनेको के सबट्र्याक्टिङ भनेको छ माइनस इक्वल टु माइनस इक्वल टु पनि कसरी राखेर के हुन्छ भन्ने पनि प्र्याक्टिस हुन्छ इन्डेक्सिङ पनि हाम्रो हुन्छ स्लाइसिङ हुन्छ यिनीहरू हामीले यसबाट प्र्याक्टिस राम्रो हुन्छ है ए टु जेरो के कोलन भनेको कतिले सबट्र्याक्ट गर्ने भनेको ए ए कोलन टू टूको वान इलिमेन्ट वान भनेको यो चाहिँ कति छ यहाँ कति आएको छ थ्री भन्ने भयो थ्रीले मल्टिप्लाई गरेर स्टार स्टार कुनलाई मल्टिप्लाई गर्ने सेकेन्ड रोलाई ए सेकेन्ड रो भनेको वान कोलन यति गरेपछि के भयो त हाम्रो प्रिन्ट ए भयो अपरेटिङ भनेर लेख्न छुटेछ त यहाँ प्रिन्ट पछि त अपरेटिङ लेख्नु पर्ने है प्रिन्ट यो भित्र अपरेटिङ R3 माइनस R3 मा रो थर्डमा कतिले सबट्र्याक्ट गर्ने कर्ली ब्राकेट भित्र ए टु वान टु वान ए टु वान टाइम्स टाइम्सको लागि केही स्पेस मात्र राखिन्छ है आर टू सेकेन्ड रोलाई मल्टिप्लाई गरेर सबट्र्याक्ट गर्ने भयो अब त्यसपछि यसलाई प्रिन्ट गर्नु पर्यो प्रिन्ट ए यसरी यहाँ जिरो भयो है हाम्रो थ्री जेरो भयो अब माइनस वानलाई जेरो बनाउनु पर्यो यता थर्ड कोलमको फोर्थ कोलमले हामीलाई के दिन्छ एन्सर दिन्छ पछि गएर प्रिन्ट अपरेटिङ
एफ लेखौँ अपरेटिङ R1 माइनस R1 कै एलिमेन्ट भनेको -1 भएको ठाउँको एलिमेन्ट भनेको 0 1 कर्ली ब्राकेट भित्र ए 0 1 0 1 ले के गर्ने मल्टिप्लाई गरेर सबट्र्याक्ट गर्ने R2 R2 लाई सबट्र्याक्ट गर्ने अनि यसरी अपरेटिङ लेखियो भने अब चाहिँ R1 लाई रिप्लेस गर्नु पर्यो। R1 भनेको 0 कोलन भयो इज रिप्लेस बाई सबट्र्याक्टिङ भनेको चाहिँ माइनस इक्वल टु कति सबट्र्याक्ट गर्ने त ए 0 1 ले मल्टिप्लाई गर्ने सेकेन्ड एलिमेन्ट फर्स्ट रोको सेकेन्ड एलिमेन्टले मल्टिप्लाई गर्ने कुनलाई R2 लाई R2 स्टार R2 भनेको रो A1 कोलन हाम्रो यहाँ 0 भयो जिम्मा 3 थियो अहिले 0 भयो अपरेटिङ R1 प्रिन्ट ए भन्ने गरे होइन माथिको पनि 0 भइसकेको छ प्रिन्ट ए यहाँ माथि पनि 0 भयो अब यसलाई 1 बनाउने अनि माथिको दुईटा 0 बनाएपछि हाम्रो एन्सर आउँछ अब रो 3 लाई 3 को एलिमेन्ट A33 ले मल्टिप्लाई गर्ने A33 भनेको 2 2 हुन्छ होइन ए अपरेटिङ गर्नु पर्यो अहिले प्रिन्ट एफ इन्भर्टेड कमा अपरेटिङ अपरेटिङ आर रो 3 बाई कुन एलिमेन्टले A22 A22 ले A22 ले अनि त्यसपछि ब्राकेट क्लोज अपरेटिङ गर्नको लागि त्यो माथि अपरेटिङ गर्दाखेरि कस्तो हुन्छ त R3 लाई भनेपछि A2 कोलन यो क्लास लिनुभएकोले यो कोलन लेखेको 2 लेखेको बुझ्नुहुन्छ आजको मात्र आउनुभएकोले अलिकति गाह्रो होला गोविन्द सर पनि आउनु रहेछ आज भिडियो देख्नु भएन 2A 2A कोलन भनेको थर्ड रो इज डिभाइडेड एन्ड रिप्लेस बाई A22 भनेको अर्डिनेरीमा A33 ले डिभाइड गर्नु A22 A22 ले डिभाइड गरेपछि यसको प्रिन्ट गरौँ है प्रिन्ट ए यहाँ कोलन स्पेस राखेर
अपरेटिङ अपरेटिङ यहाँ ब्राकेट बन्द भइन्छ है, ब्राकेट बन्द भइन्छ, यहाँ ब्राकेट बन्द भइन्छ। यसरी 1 भयो, 7 पनि -7.853 भन्ने 1 भयो, 3.91 जेडको भ्यालु रहेछ। अर्को क्वेसन राखौँला एन्सर सहिलो आउने खालको, अनि त्यसपछि एन्सर चेक गरौँला। यो दुइटालाई 0 बनाऊ। अब दुइटालाई 0 बनाउनलाई अपरेटिङ एउटै स्टेपमा लेखौँ न है, अपरेटिङ एकैपट्टि दुइटालाई 0 बनाऊ है। अब अरू 0 भइसकेको छ। प्रिन्ट एफ ब्राकेट स्मल ब्राकेट एफ कोलन अपरेटिङ R2 भनेको R2 माइनस R2 को 14 -3 भएको ठाउँको एलिमेन्ट भनेपछि कति भयो, -3 भएको ठाउँको एलिमेन्ट भनेपछि 1 1 2 0 1 2। सर यो सेकेन्ड र फोर्थमा यो इन्भर्टेड कमा मात्रै यहाँ केही हुँदैन? त्यो बिचको हामीले कर्ली ब्राकेट भित्र राखेका छौँ नि, यो त्यो चाहिँ अपडेट हुनुको लागि एफ स्ट्रिङ लगाउनु पर्छ सर। यो जस यो कर्ली इन्भर्टेड ब्राकेट कमाको भित्र अपडेट यतापट्टि हुने नम्बरहरू छ नि, यहाँ कर्ली ब्राकेट छ नि सर, हजुर हजुर त्यो भित्र A22 को इलिमेन्ट अपडेट गर्नको लागि एफ लेख्नुपर्छ सर। ए R2 माइनस कतिले मल्टिप्लाई गर्ने, R3 लाई मल्टिप्लाई गर्ने हो कर्ली ब्राकेट भित्र A1 2 भनेको एक बढी गराउँ, अनि कति भयो त 2 3 भन्ने भयो होइन, 2 3 भयो, A23 हो नर्मल